नमस्कार सम्पूर्ण साथीहरू, स्वागत छ मेरो युट्युब च्यानल 2400 ब्लगमा। तपाईहरुले आज 2082 साल 8 महिना 7 गते आइतबारको दिनमा विशेष गरेर हाम्रो मगर संस्कृति कल्चरमा चाहिँ हुर्रा नाच कार्यक्रम यहाँ भव्य सभ्य रूपमा भइरहेको छ। यो चाहिँ 2408 डाँडा गाउँमा अवस्थित मगरहरूको संग्रहालय भवनको अगाडि रहेको छ। तपाईहरुले देख्न सक्नुहुनेछ आजको अत्यन्तै भव्य रूपमा भइरहेको छ यो कार्यक्रम। तपाईहरुले देख्न सक्नुहुनेछ। यो पनि टोली टोली ए तपाईहरुको टोली फल्टै डाँडागाउँको फल्टै अनि मुडेबासको फल्टै होला। ए यहाँ ए टोर्केको ए धेरै टिम पो रहेछ नि। ए ल यहाँ चाहिँ 2400 भरिको 2400 भरि हाम्रो 2400 मा जति बस्नुहुन्छ सम्पूर्ण मगरहरूको चाहिँ टोली टोलीको चाहिँ यहाँ हुर्रा नाच कार्यक्रम रहेको छ। सो कार्यक्रममा चाहिँ प्रवेश गर्दैछु। यो चाहिँ प्रवेशद्वार रहेको छ। सम्पूर्ण साथीहरू मगर मौलिक संस्कृति मगर भाषा पनि यहाँ देख्न सकिन्छ। हुर्रा महोत्सव 2082 साल रहेको छ। सुवर्णमाया थापा मगरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यसैगरी अतिथि आसन ग्रहण गरिदिनुको लागि 2401 का पूर्व वडा सदस्य गोमादेवी रमलाज्यूलाई अतिथि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अहिले हुर्राको झाँकी 2400 गाउँपालिका वडा नम्बर 2 डाँडागाउँ टोलका हुर्रा अगाडि बढिसक्नु भएको छ। आउनु भयो ल आइपुग्यो है। ल अब भिडियो अहिले भर्खर मित्रहरूसँग सम्पर्क गरेर कार्यक्रम हजुर युट्युब च्यानल युट्युब च्यानलै हो। सब्स्क्राइब 2400 ब्लग्स छ हैन? 2400 नै छ। गाउँ बेसी भइसक्यो, प्रमोसन भइसक्यो। यो चाहिँ 2400 ल ठीक छ ल। अब यहाँ यस्तै त हो नि बनाउनु पर्ने हैन? सब्स्क्राइब गर्नु ल। हाम्रो साथीहरू हुनुहुन्थ्यो, उहाँहरू फाइबादेखि आइसक्नु भएको छ। सिंहदेवी केराबारी 2 सिंहदेवीबाट आइपुगिसक्नु भएको छ भने आजको हुर्रा ल। यहाँ चाहिँ यो चाहिँ कुन कहाँको टिम हो? डाँडागाउँ आयोजक टिम। ए नमस्कार। के छ? सम्पूर्ण साथीहरू यो चाहिँ डाँडागाउँ आयोजक टिमको चाहिँ हुर्रा नाच रहेको छ। तर म चाहिँ यहाँ धेरै मान्छे भएको हुनाले मैले देखाउन सकिरहेको छुइनँ। पक्कै पनि समय ठाउँ पाएको खण्डमा चाहिँ तपाईहरुले देखाउने छु। नदेखिने रहेछ नि दिदी यहाँबाट। ल ठिक छ, उता घुम्नुपर्छ, तल खाली रहेछ। त्यसले देखेन भने मलाई भोट गर्दै हाल्दिन्छ।
ओ नमस्कार है सर, म त यहाँ भिडियो बनाउँदैछु है। स्वागत ल ल हाम्रो नवीन सर। सन्चै हुनुहुन्छ? मैले त ड्रेस लगाउनु भएर झन्डै नसिने है। ल सर, यो चाहिँ हाम्रो 2400 ब्लग्स छ है सर? ए ल हुन्छ। 2400 ब्लग्समा ए ल नमस्ते नमस्ते। ल स्वागत छ है तपाईँलाई। आइन्छ होला। ल यो चाहिँ हाम्रो डाँडा गाउँ टिमको होइन सर? यो यहीँको डाँडा, यहीँको आएछ।
धन्यवाद डाँडागाउँ हुर्रा टोलीलाई हार्दिक धन्यवाद दिँदै यस हुर्रा महोत्सव 2082 मा आफ्नो झाँकी प्रस्तुत गर्नको लागि सुरुङ्गी हुर्रा टोलीलाई अगाडि बढिदिन हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र डाँडागाउँ हुर्रा टोलीका प्रमुख तिलक सारू मगरज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुनको लागि यस स्टेजमा म आमन्त्रण गर्न चाहन्छु। सुरुङ्गी हुर्रा टोलीलाई अगाडि बढिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र स्वयंसेवक साथीहरूलाई प्रवेशद्वारमा खाली गराइदिनु हुन म अनुरोध गर्न चाहन्छु। डाँडागाउँ हुर्रा टोलीका अध्यक्ष तिलक सारू मगरज्यूलाई म यस स्टेजमा आफ्नो मायाको चिनो ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मायाको चिनो ग्रहण गरिदिन हुनको लागि डाँडागाउँ हुर्रा टोलीका अध्यक्ष तिलक सारू मगरज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यस पछाडि सुरुङ्गी हुर्रा टोलीलाई अगाडि बढिदिन हुनको लागि म अनुरोध गर्न चाहन्छु। स्वयंसेवक साथीहरूलाई
गेट क्लियर गरिदिनु हुन अनुरोध गर्दै मायाको चिनो प्रदान गरिदिनु हुनको लागि आजको अध्यक्ष तेज सारू मगरज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय सम्पूर्ण महानुभावहरू, समयलाई मध्यनजर गर्दै सुरुङ्गीको हुर्रा झाँकी पश्चात जुन टोलको तयारी अवस्थामा हुनुहुन्छ उहाँहरूले प्राविधिक मित्रहरूलाई नाम टिपाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो मगरहरूको मौलिक संस्कार हुर्रा महोत्सव 2082 हाम्रो हुर्रालाई बिट मार्ने दिन रहेको यहाँहरूलाई जानकारी गराउँदै अब फेरि पनि हामी हुर्राको झाँकी प्रस्तुत गर्न लागिरहेका छौँ र योभन्दा अगाडि नै म आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि नेपाल मगर सङ्घ कोशी प्रदेशका अध्यक्ष तेज कुमार आले मगरज्यूलाई म आफ्नो महत्त्वपूर्ण भनाइहरू राखिदिन हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। छिनियो इसे झुरुमो सञ्चालक ज्यू कि छिनियो कार्यक्रम पट्ट ढनाङ बाडाको मिटालु हुर्रा संरक्षण समिति केन्द्रीय अध्यक्ष तेजबहादुर सारूज्यू। यसै गरी आजको कार्यक्रममा आफ्नो व्यस्तताको बावजुद यस कार्यक्रमलाई प्रमुख आतिथ्यता ग्रहण गरिरहनुहुने यस पालिका अतिथि आसन ग्रहण गरिदिनु हुनुको लागि 24 गाउँपालिका वडा नम्बर 8 निवासी बुद्धिजीवी दिलीप सुब्बा ज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। ग्राउन्डभित्र प्रवेश गरिसक्नु उहाँहरूको झाँकी कस्तो छ? अब हाम्रो निमन्त्रणालाई स्वीकार गरेर नेपाल मगर सङ्घ कोशी प्रदेशका अध्यक्षज्यू काम विशेषले यहाँबाट बिदा माग्नु भएको छ र उहाँलाई मायाको चिनो प्रदान गरिदिनु हुनको लागि म आजको प्रमुख अतिथि 24 गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र मायाको चिनो ग्रहण गर्दै हुनुहुन्छ नेपाल मगर सङ्घ कोशी प्रदेशका अध्यक्ष तेजबहादुर आले मगरज्यू। सुरु भयो है छिटो ल यहाँ सुरु भयो ब्लग भित्र यहाँ खै त्यहाँ त गएको छैन।
24 गाउँपालिका वडा नम्बर 2 लाप्सेका हुरा टोलीहरूलाई तयारी अवस्थामा रहिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। लाइफ नै ब्लग भएको छ लाइफ के भएर खै के भएर ब्लग भयो मैले फिडब्याक रिक्वेस्ट गरेको छु हुन्छ अब 1 हप्ता जस्तो लाग्छ अरे
धन्यवाद।